साथीहरू के छ सन्चै हुनुहुन्छ होला सबैजना। चाहिँ आज नयाँ भ्लग लिएर आइसकेको छु होइन। सबैले हेरेर सपोर्ट गरिदिनु होला साथीहरू। हामी चाहिँ काममा लागिसक्यो होइन। अब खानासाना खाएर काममा लागेको। यस्तो घामझर्को छ नि। घामझर्कोमा दाइहरूलाई उता छोडेर एक्लै यता सनबक्स चेक गर्न आएको। कता हो थाहा छैन। काम त गर्न आयो, काम गर्ने ठाउँमै भेटिएन र लोकेसन नै नभेटेर यस्तो पोलमा हेर्नुपर्छ। छैन पोलमा पनि, यो पोलमा पनि छैन। अब यता जाने ठाउँ पनि छैन। फेरि पछाडि नै लाग्नु पऱ्यो। दाइहरूले खोजिदिनु हुन्छ सुपरभाइजरहरूले। पछि टक्क यसमा टास्क क्लोज गरेर हामी फेरि अर्को ठाउँ जानुपर्छ हामी होइन। बाई बाई गाइस, यसलाई अर्को टास्कमा जाँदा सम्झौँला फेरि। अहिले त साथीहरू हामी त भर्याङ बोकेर होइन कामतिर लागेको। यस्तो घामझर्कोमा साह्रै पो गाह्रो छ हौ साथीहरू। पसिना बगाउँदै हिँड्नु परेको छ टक्क। यस्तो गाह्रो छ पसिना टक्क बगेको छ। यस्तो घाम। साथी अगाडि भर्याङ बोक्दैछ, म पछाडि। त्यहाँ दाइहरू स्पाइसिङ हान्दै हुनुहुन्छ तारलाई होइन। फाइनल्ली हाम्रो काम नै सक्यो। यसरी तार काटिदिएको रहेछन् साथीहरूले। अब हामी चाहिँ काम सकेर अरू कामको लागि जान्छौँ खाजा खाएर होइन। भाइ त्यही त साथीहरू ल त साथीहरू हाम्रो चाहिँ अब काम सक्यो। काम यस्तो छ हाम्रो होइन। अब जाने हो रुमतिर। दाजुहरू त्यतातिर, हामी यतातिर। यस्तो छ भर्याङ बोकाइ। अब गइन्छ अफिसतिर, त्यसपछि गइन्छ घरतिर। बाई बाई गाइज, बाई बाई। ल साथीहरू हामी चाहिँ आइपुग्यो अफिस होइन साथीहरू। अब टक्क लगाएर थम हानेर अब टक्क थम हानेर अनि लागिन्छ आफ्नो भिआरमा रुमतिर। भिआर नै हुन्छ हाम्रो लागि क्रस फायरमा। साइकल भयो क्रस फायर हो क्या हाम्रो लागि फेरि होइन साथीहरू। अब गइन्छ थम हानिन्छ। साह्रै माथि पुग्नुपर्छ अफिसमा। थकै नै लाग्छ। साथीहरू हामी चाहिँ थम्सअप हानेर यता अफिसमा थम्सअप हानेर टक्क निस्कियो। जाने रुमतिर तर हाल्नु पर्ने। लु साथीहरू हेर्नुहोस् यहीँ यस्तो भयो हाम्रो साइकलको लक। दुइटाको लक लगाएर राखेको, चाबीले खुल्दैन खोलेर यस्तो गर्नु परिरहेछ। यस्तो छ पारा, लक नखोलेर यस्तो छ पारा हाम्रो। कुन चाहिँ यो ला साइकल त पङ्चर पनि छ त। के हो यस्तो? यो खतम भयो त यार। बिहानसम्म केही भएन यो। गयो साथीको साइकल फेरि खतम। खुसी ल्याखेन भन। हावा हालेको छैन।